नमस्कार साथीहरू। म चाहिँ आज यो तपाईँहरूलाई यो चेभेनिङ स्कलरसिप यो युके गभर्मेन्टको फुल्ली फन्डेड हो यो चाहिँ। अनि विश्वको सबैभन्दा राम्रो स्कलरसिप मध्येको एउटा र अब यसको डेडलाइन अब सेप्टेम्बर 6सम्म छ। अहिले चाहिँ अब 14-15 दिन छ र तपाईँले यसमा ट्राई दिन सक्नुहुन्छ। यदि तपाईँसँग विशेष गरेर 2 वर्षभन्दा माथिको प्रोफेसनल एक्सपिरियन्स छ भने यो स्कलरसिप चाहिँ तपाईँले युकेभरिको जुनसुकै युनिभर्सिटी, अक्सफोर्ड, क्याम्ब्रिज देखि लिएर लन्डन स्कुल अफ इकोनोमिक्सदेखि लिएर जुनसुकै युनिभर्सिटीमा पनि तपाईँले चाहिँ यदि तपाईँ योग्य हुनुहुन्छ भने तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। र अर्को राम्रो कुरो के भन्दाखेरि तपाईँलाई अब यो सेप्टेम्बर 6सम्मलाई चाहिँ तपाईँलाई आइएल्सहरू चाहिँ अहिले चाहिँदैन, तर तपाईँ इन्टरभ्यू राउन्डमा पुग्नुभयो भने त्यति बेलासम्म तपाईँलाई युनिभर्सिटीले चाहिँ कन्डिसनल अफर चाहिँ दिएको हुनुपर्छ। र त्यो कन्डिसनल अफर पाउनको लागि चाहिँ तपाईँलाई त्यतिखेर आइएल्स पिटीहरू चाहिन्छ। विशेष गरेर आइएल्सै माग्छ राम्रो युनिभर्सिटीहरूले हो भनेपछि। अब यसमा मुख्य रूपमा तपाईँको यसको एउटा राम्रो पक्ष के छ भन्दाखेरि तपाईँको लिडरसिप क्षमता र त्यो देशमा फर्केर तपाईँले फेरि आएर त्यो पढेर के गर्न सक्नुहुन्छ त भन्ने खालको लिडरसिप क्षमता राम्रो भयो भने कम मार्क्स भएकोलाई पनि यसले चाहिँ लान्छ। अब अरू इरास्मसहरूको तुलनामा चाहिँ लोवर जिपिए भएकोलाई नि लान्छ। तर अर्को ठुलो अर्को के हो भन्दाखेरि हायर युनिभर्सिटी तपाईँले छान्नुभयो भने चाहिँ उनीहरूको एडमिसन पाउनलाई चाहिँ तपाईँको फेरि लोवर जिपिएले नहुनसक्छ। त्यसैले तपाईँले अब 3टा युनिभर्सिटी छान्दाखेरि पहिलोमा इलाइट युनिभर्सिटी अफ युके भन्छ, जस्तै यसमा अब अक्सफोर्ड, क्याम्ब्रिज, युनिभर्सिटी कलेज अफ लन्डन, अब यो के अरे हाम्रो लन्डन स्कुल अफ इकोनोमिक्स, यिनीहरू चाहिँ इलाइट भन्छ। अब इडनबर्ग युनिभर्सिटी विशेष गरेर फरेस्ट्रीको इलाइट युनिभर्सिटीहरू। र अब सेकेन्डमा चाहिँ मिड लेभल युनिभर्सिटीहरू, जस्तै यो हाम्रो बेङ्गलोर युनिभर्सिटी, त्यस्तै न्यू क्यासल युनिभर्सिटी, अनि सुसेक्स भन्ने छ, यो क्लाइमेट चेन्जको लागि एकदम राम्रो छ त्यहाँ चाहिँ। यी युनिभर्सिटी र तलपट्टि चाहिँ अलिकति लोवर युनिभर्सिटीहरू, जसले चाहिँ भोलि तपाईँ बाइचान्स इन्टरभ्यूमा छानिहाल्नु भने चाहिँ तपाईँले कन्डिसनल अफर चाहिँ सजिलै पाउने खालका युनिभर्सिटीहरू चाहिँ छान्दाखेरि चाहिँ राम्रै हुन्छ। र तपाईँको एकाडेमिक्स राम्रो छ, आइएल्स राम्रो छ भने तपाईँले इलाइट युनिभर्सिटीमा ब्रेक थ्रु हान्न सक्नुहुन्छ। र यतापट्टि तपाईँलाई इन्टरभ्यूमा छान्यो भने तपाईँको ठुलो कलेजमा पढ्ने सपना चाहिँ पुरा गरिदिन्छ यो कलेजले। र विशेष गरी यो मास्टर्स चाहिँ 1 वर्षको हुन्छ र तपाईँको पिएचडी गर्ने करियर छ भनेपछि तपाईँलाई यो 1 वर्ष मास्टर्सले चाहिँ धेरै सहयोग गर्छ। र अब जागिरमा हुनुहुन्छ भने फेरि इक्विभ्यालेन्सको समस्याहरू चाहिँ छ। तर अब ठुलो युनिभर्सिटीमा 1 वर्ष तपाईँ पढ्नु भनेको आफैमा एउटा ठुलो कुरा हो। इडनबर्गमा पढ्न पाउनु, मास्टर्स पढ्नु पाउनु, इट्स लाइक अ ड्रिम। अब यसमा म पनि इन्टरभ्यूसम्म चाहिँ पुगेको थिएँ, तर अब इन्टरभ्यू कटाउन चाहिँ मैले सकिनँ गत वर्ष। त्यसैले अब यो 4वटा तपाईँको मुख्य भनेको 4वटा एसए हुन्छ यसमा। अब यसको पहिलो कुरो चाहिँ तपाईँले एआई प्रयोग गर्नुभयो भने पहिल्यै तपाईँ फालिनुहुन्छ। तपाईँको आफ्नो ओरिजिनल हुनु पऱ्यो, अनि त्यो कथा तपाईँको आफूसँग सम्बन्धित हुनु पऱ्यो। विशेष गरेर 4वटा एक्सए हुन्छ। अब एउटा भनेको तपाईँको नेटवर्किङ स्किल कस्तो छ त त्यो हुन्छ। नेटवर्किङ अरू सङ्घ संस्था, अरू मान्छे, अरू कुनै पनि इन्टिटीसँग कसरी तपाईँले नेटवर्किङ गरेर रिजल्ट निकाल्न सक्नुहुन्छ, एउटा त्यो हुन्छ। अर्को तपाईँको लिडरसिप हुन्छ। तपाईँले आफ्नो अर्गनाइजेसनलाई कसरी लिड गर्नुहुन्छ, कसरी लानुहुन्छ, र भविष्यमा के छ त्यो खालको। र तपाईँले तेस्रो भनेको तपाईँले युकेमा स्टडी गर्दा यो युनिभर्सिटीले किन छान्नुभयो र तपाईँको त्यो युनिभर्सिटीको कोर्सले तपाईँको लिडरसिपलाई उसलाई चाहिँ कसरी गर्छ भन्ने खालको तेस्रो एसे हुन्छ। अनि चौथो एसे चाहिँ अब नेपाल फर्केर के गर्छस् त, यो पढिसकिस् अब फर्केर आएर के गर्छस् त भनेर आफ्टर स्टडी प्लान भनेपछि 4वटा एसे तपाईँले 500 वर्डको हुन्थ्यो हाम्रो पालामा, अहिले कति छ सायद 500 नै होला। 500 वर्डमा चाहिँ एकदमै ओरिजिनल, जेन्युन र आफ्नो कथा। र अर्को भनेको के भन्दाखेरि 2 लाख 3 लाखले अप्लाई गर्छन् यसमा।
र ती 3 लाखमध्ये तपाईँको 3,000 चाहिँ इन्टरभ्यू राउन्डमा जान्छन् भने अब एउटा देशबाट बढीमा 13-14वटा मान्छे लान्छ भनेपछि त्यो कथा ओरिजिनल पनि हुनुपऱ्यो र सेलेक्सन कमिटीलाई चाहिँ छुने खालको पनि हुनुपऱ्यो। त्यही भएर अब यो छ भने एकातिर अब स्कलरसिप एकतिर हो, अब अर्को भनेको स्कलरसिपमा एप्लाई गरिसकेपछि अब तपाईँले युनिभर्सिटीमा एप्लाई गर्नुपऱ्यो। युनिभर्सिटीको लागि चाहिने छुट्टै कुराहरू अब रिकमेन्डेसनदेखि आइएल्स अब ट्रान्सक्रिप्टहरू चाहिँ युनिभर्सिटीको लागि चाहियो र यता एप्लाई गरिसकेपछि तपाईँले युनिभर्सिटीमा मजाले इन्टरभ्यूको रिजल्ट आउँदासम्म तपाईँले अफर गरिसक्नु पऱ्यो र पछि तपाईँ इन्टरभ्यूमा सेलेक्ट हुनुभयो भने चाहिँ फेरि 2टा रिकमेन्डेसन माग्छ र त्यो 2टा रिकमेन्डेसन एउटा चाहिँ तपाईँले काम गर्ने ठाउँको र एउटा चाहिँ तपाईँको एकाडेमिक क्षेत्रको राख्दाखेरि चाहिँ राम्रै हुन्छ। र अब यो स्कलरसिप इलाइट स्कलरसिपमा पर्छ, वर्ल्डकै टप फुल ब्राइटकै लेभलमा पर्छ चेमनिङ स्कलरसिप। त्यसैले एकचोटि तपाईँले दिँदाखेरि राम्रै हुन्छ जस्तो लाग्छ। र यो एप्लाई गर्दाखेरि तपाईँहरूको एसएको अनि त्यसपछि अन्य एप्लिकेसनको चाहिँ रिभ्यू गर्न छ भने मैले आफ्नो इमेल चाहिँ तल राखिदिएको छु। त्यो इमेलमा तपाईँहरूले चाहिँ मलाई मेसेज इमेल गर्न सक्नुहुन्छ। थ्याङ्क यू, बेस्ट विसेस।